ल आशा छ साथीहरू सन्चै हुनु होला। ल बधाई छ हाम्रो नयाँ प्रधानमन्त्रीजीलाई। आज हामी युवाहरूले सोचेको सपना पुरा भयो। जुन हाम्रो नेतृत्व थियो कि बालेन सरकार आओस् भनेर, त्यो सपना फाइनली आज हामीहरूको पुरा भयो। अनि ल बधाई छ सुजन गुरुङ दाइलाई पनि। उहाँले एउटा भिडियोमा भनेको थियो कि घरबाट कहाँ कहाँ पैसा राखेको छ त्यो सबै पैसा झिकेर निकाल्छु भनेर। ल बधाई छ दाइ, तपाईँले सोचेको अनुसार तपाईँले आज पोस्टमा नियुक्ति हुनुभयो। तपाईँले नै गृह मन्त्रालय पाउनुभयो। अब कहाँ कहाँ के छ त्यो पहिला बोलेको कुरालाई पनि एकचोटि सुन्नुहोस्। यो भिडियोमा सुजन गुरुङ दाइले के भनेको थियो त्यो कुरालाई अब साँचो पार्ने दिन आछ। हरेक भ्रष्टाचारीको घरबाट एक रुपियाँ निकाल्छु, तिनीहरू तान्छु, ल्याउँछु, देखाउँछु, संसारले थाहा पाउँछ नेपाल कसरी परिवर्तन हुन्छ भनेर। कसैलाई नछोड्ने, कसैलाई नछोड्ने, बुढो भए पनि नछोड्ने। म कसैलाई छोड्दैन। यो तपाईँहरूको मिडिया मार्फत म भन्न चाहन्छु कि म कसैलाई छोड्दिनँ। म एकजनालाई छोड्दिनँ। म मेरो देशको कसम खान्छु। म मेरो त्यो फलन सोल्जर्सहरूको लागि कसम खान्छु। मेरो गोली खाएको भाइहरूको कसम खान्छु कि म कसैलाई छोड्दिनँ। एक छोड्दिनँ, दुई छोड्दिनँ, तीन छोड्दिनँ। मेरो देशलाई लुट्ने नेताहरू जसरी तिमीले हरेक आमालाई दुःख दिएछौ, हरेक जनतालाई दुःख दिएछौ, कसैलाई छोड्दिनँ। यो हेक्का राख्नु, कहाँ कहाँ भाग्नु छ भाग्नु, अहिले नै हो चान्स। खोजेर भन्छ झार्छौँ हामीले, नेपाली जनताले झार्छ। अब कसैले झार्दैन। तपाईँहरू जहाँ जहाँ लुक्नुहुन्छ निकाल्छौँ हामी तपाईँहरूलाई। यति दुःख पाछ हाम्रो नेपाल आमाले। सतीले सरापेको देश भन्छ। यति राम्रो छ हाम्रो देश। हेर्नुहोस् हिमाल पहाड तराई। म जहिले घुम्न जान्छु, मलाई केही दुःख हुने बित्तिकै, मलाई केही गाह्रो हुने बित्तिकै जहिले घुम्न जान्छु। झरना हेर्छु कति राम्रो छ, पहाड हेर्छु कति राम्रो छ। ल फेरि बधाई छ दाइ तपाईँहरूलाई। अब राम्रो काम गरेर हेराउनु, पहिलाको सरकार जस्तो नगर्नु होला। अब नयाँ युवाहरूले चाहेको सरकार हो। युवाहरूलाई पनि अब खाडी मुलुक नजानुस् पर्यो, त्यस्तो व्यवस्था मिलाइदिनु पर्यो। बरु अलिक कम भए नि, बेसिक 20,000 या 15,000 भए नि आफ्नै देशमा कमाओस्, त्यस्तो सिचुएसन ल्याउनु नेपालमा पनि। हस्, धन्यवाद।